आजकल थकै लागिरहन्छ, भोक पनि धेरै लाग्छ, तिर्खा लागिरहन्छ, पिसाब त झन् छिनछिनमै लाग्छ। ओहो मम्मी, त्यस्तो हो भने त हजुरलाई मधुमेह भएको हुनुपर्छ। के भने छोरी, यस्तो पनि कहीँ हुन्छ? होइन, एकपटक डाक्टरसँग सल्लाह पो लिने हो कि जाम न त हस्पिटल। उहाँलाई मधुमेह भएको रहेछ। आत्तिनु पर्दैन, नियमित रूपमा औषधि सेवन गर्ने, रगत परीक्षणका साथै आँखाको पनि जाँच गर्ने अनि खुट्टाको तल्लो भागको विशेष ध्यान दिनुपर्छ। यो रोग लाग्न नदिन चाहिँ के गर्ने नि? सन्तुलित खानाका साथै हरियो सागपात, फलफुल र गेडागुडी प्रशस्त मात्रामा खाने, दैनिक व्यायाम गर्ने र सुर्ती र मदिराबाट टाढा रह्यो भने यस रोगबाट हुने थप जटिलताबाट बच्न सकिन्छ। स्वस्थ जीवन अपनाऊ, मधुमेह लाग्न नदिऊ। नेपाल सरकार स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।